हेलो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। मेरो नयाँ भिडियोमा फेरि पनि सबैजनालाई स्वागत छ। हावा चाहिँ यता खत्रै लागिरहेछ होइन। मेरो कपाल हेर्न सक्नुहुन्छ, कपालबाटै देख्न सक्नुहुन्छ। सो हामी चाहिँ आज कता जाँदैछौँ भन्दाखेरि चाहिँ हामी आज पार्कमा चाहिँ ट्रेनिङ गर्न जाँदैछौँ। अनि अब त्यसको पार्कमा ट्रेनिङ गरेको भिडियोहरू चाहिँ म तपाईँहरूलाई देखाउँछु होइन। र पार्कमा जानुभन्दा पहिला चाहिँ हामी कता जान्छौँ भन्दाखेरि चाहिँ आज चाहिँ मेरो बस कार्ड लिन जान्छौँ होइन। मेरो बस कार्ड आउनलाई थोरै ढिला भयो, 1.5 महिनाभन्दा धेरै भइसक्यो। किनभने मैले बस कार्ड अनलाइन एप्लिकेसन गर्दाखेरि चाहिँ एड्रेस बिग्रिएर रहेछ। अनि त्यही भएर धेरैचोटि फोन गरेँ। अनि फाइनली आज चाहिँ बस पार्कबाट लिएर आउँदा हुन्छ भनेर चाहिँ मलाई कल आएर म चाहिँ पासपोर्ट बोकेर हिँडिरहेको छु होइन। त्यसपछि उताबाट पिकअप गरेर आएर हामी चाहिँ ट्रेनिङ गरिन्छ। र आज भिडियो सुटको लागि चाहिँ यो ट्राइपोड लिएर हिँडिरहेको छु होइन। सो गाइज यो चाहिँ ट्राइपोडबाट बनाएको होइन। यतिको लामो देखिँदो रहेछ होइन, राम्रो देखिँदो रहेछ। अनि ट्राइपोडबाट बनाएको म तपाईँहरूलाई चाहिँ यहाँनिर चाहिँ कस्तो ट्रेल छ क्या, जस्तै वाकिङ गर्ने ठाउँ होइन। दामी छ, जङ्गल टाइपको। म तपाईँहरूलाई एकदिन देखाउँछु होइन। र यहाँ केही पहिलाको पुरानोमा हुन्छ नि, जस्तै बिल्डिङहरू अनि केभहरू यस्तो छ। म तपाईँहरूलाई चाहिँ एक दिन त्यहाँ लगेर देखाउँछु है त। र गाइस दामी देखिरहेछ। यतातिर चाहिँ धेरै कृषिहरू हुन्छ होइन, यो साइडतिर चाहिँ। अनि अब हाम्रो बस स्टेसन चाहिँ यहीँ तलनेर छ। यो बाटो चाहिँ हल्का उकालो छ। यता चाहिँ हावा दामी लागिरहेछ आज होइन, बिहानै बाटो हो। अनि चिसोको कुरा गर्दाखेरि चाहिँ मौसम चाहिँ ठिकै छ, नर्मलै छ। ठ्याक्कै यतिको लाएर हिँड्दाखेरि चाहिँ वार्म भइरहेको छ होइन। ल गाइस अब हामी बसमा चढेपछि भेटौँला है त। म चाहिँ यहाँ यो बस स्टेसनमा आइसक्यो होइन। तर उनीहरू चाहिँ ब्रेक रहेछ उनीहरूको। अब एकछिनमा आउँछ होला। अनि त्यसपछि पाइन्छ कि नै थाहा छैन। पाइन्छ भनेर आएको के त, हिजो चाहिँ कस्टमर केयरमा कल गर्दाखेरि चाहिँ पाउँछ भनेर आएको। अब लेट्स सी, हेरौँ के हुन्छ। ल फाइनल्ली गाइज बस कार्ड बल्ल तल्ल भयो होइन मेरो। म बस कार्ड देखाउँछु। यस्तो हुन्छ है यहाँको बस कार्ड चाहिँ। अब चाहिँ म डाइरेक्ट पार्कमा भेटौँला भनेको। अब यसो बाटोमा हेरेर भ्यू देखाउँछु भनेर, अनि बस कार्ड देखाउँछु भनेर भिडियो बनाएको। अब चाहिँ हामी धेरै कुरा नगरिकन हामी डाइरेक्ट पार्कमा भेटिन्छ है त। मैले काम गर्ने ठाउँ चाहिँ यतापट्टि पर्छ। यो बिल्डिङ भन्दाखेरि पछाडिपट्टि पर्छ होइन। र गाइस त्यही हो, पार्कमा भेटौँ ल। आज लट्स अफ मसला भन्ने सोच छ, हेरौँ के हुन्छ। गाइस हामी चाहिँ पार्कमा आइसक्यो। तर मलाई एकदम धेरै हँसी लागिरहेको होइन आज मसला पानी भनेको। सो अब वार्म गरेर चाहिँ ट्राई गरौँ होइन। अल्छी लागिरहेको यार। पछाडि पार्क देख्न सक्नुहुन्छ, यहीँनिर हो मैले वर्कआउट गर्ने होइन। डेन्जर धेरै मान्छेहरू छ।
सो गाइज आज चाहिँ के भयो मसलअपहरू भयो अनि त्यसपछि डिप्स भयो अनि पुसअप भयो अनि त्यसपछि पाइक पुसअप भयो सोल्डरको लागि। आज चाहिँ यति नै भयो होइन। म चाहिँ जाडो भएर घाम ताप्दै अब हल्का स्ट्रेचिङ गरेर चाहिँ अब आजको भिडियो चाहिँ यहाँनिर सकिन्छ होइन। थ्याङ्क यू सो मच फर वाचिङ। बाई बाई।